अब यो इडी रुमको बारेमा चाहिँ यहाँहरूलाई म बताउन गइरहेको छु। अब इडी रुम भने चाहिँ एउटा यहाँ जुन सुरुको 3टा अक्षर एजुकेसन भयो, अनि अरू 4वटा अक्षर छन् रोम। यो एजुकेसन रोम हो। जब चाहिँ यो जुन विश्वमा चाहिँ मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा चाहिँ आपसमा अब जान थाले होइन, त्यो पछि एउटा आवश्यकता महसुस हुन थाल्यो। जुन यो एउटा वाइफाई एक्सेस हो, जुन हामीले चाहिँ एक ठाउँबाट अर्को ठाउँमा जाँदा चाहिँ जुन अटोमेटिक रूपमा चाहिँ वाइफाई एक्सेस पाउँछौँ। अब जस्तै अब यो जुन पोलिसी रिसर्चमा हामी आयौँ भने चाहिँ के पनि पायौँ भने एनरेनको चाहिँ यो रिसर्च नेटवर्कको कन्टेन्टहरू पनि यो इडी रुम थ्रुबाट चाहिँ हामीले पाउने भयो। जहाँ जहाँ चाहिँ एनरेनको हाई स्पिड नेटवर्क जोडिएको छ त्यो पनि हामीले इडी रुमको नेटवर्कमा कनेक्ट भएपछि त्यो अटोमेटिक त्यो पनि पाउँछौँ। र यो इडी रुम चाहिँ यो कन्सेप्ट जुन रेडियस बेस अथेन्टिकेसन भन्छौँ, यो सन् 2000मा स्थापना भएको थियो। जुन यो प्रोटोकल अहिले पनि पपुलर छ र अहिले झनै पपुलर छ पहिलाभन्दा पनि। यो जुन यो सेक्युरिटी जुन प्लेटफर्म छ यो IEEE 8021X, यो चाहिँ अहिले झनै झनै पपुलर भएर विश्वव्यापी नै बढिसकेको छ। अब यो हिस्टोरिकल ब्याकग्राउन्ड र यसको इभोल्युसनमा कुरा गर्दाखेरि यसको फाउन्डर चाहिँ जुन कार्ल स्वेरिङ्गा जुन 2002मा उहाँले चाहिँ जुन नेदरल्यान्डको एनरेन सर्फनेट भन्थ्यो त्यतिखेर होइन, त्यतिखेरदेखि नै त्यहाँ चाहिँ एनरेनको चाहिँ विस्तार भइसकेको थियो। जुन 2002बाटै त्यहाँ चाहिँ एनरेनहरू थिए, जुन हाम्रो नेपालमा नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क छ। अनि त्यो पछि चाहिँ सुरुवातको बेलामा चाहिँ जुन युरोपका 6वटा देशहरू, नेदरल्यान्ड लगायतका 6वटा देशमा चाहिँ यसको परीक्षण गरिएको इडीरुमको चाहिँ। अनि त्यस सँगसँगै यो युरोपियन युनियनले चाहिँ अब यसको लागि त जुन सर्भरहरू आवश्यकता पर्छ, एक्सेस पोइन्टहरू चाहिन्छ, सिधै चाहिँ अर्गनाइजेसनले त्यो गर्न नसक्ने भएपछि फन्डिङको व्यवस्था गर्नु थाल्यो। अनि ट्रेनिङको पार्टमा यो जेन्टले चाहिँ सपोर्ट गर्यो र विश्वव्यापी रूपमा चाहिँ अहिले यो इडीरुम सेवा 106वटा देशमा छ। यो हामी हाम्रो यहाँ जुन PRI-मा इडीरुमको एक्सेस भइसकेपछि हामी सुरुमा त एयरपोर्टै पुग्छौँ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै इडीरुम सेवा छ। त्यसपछि हामी युरोपका विभिन्न देशमा जाँदा खासै अब सामान्य चिया पसल जुन ट्रेन स्टेसनदेखि लिएर त्यस्तो स्थानहरू पनि युरोपहरूमा जुन इडीरुम चाहिँ राखिसकेको छ। यो चाहिँ एकदमै विश्वव्यापी यो पपुलर भइरहेछ। अब यसको यो हाइलाइट चाहिँ कुरा गर्दा यो सर्भिस होइन, यो सेक्युर छ एकदम। हामीले चाहिँ यो जुन यो ग्लोबल रोमिङ एक्सेस यो रिसर्च एन्ड एजुकेसन कम्युनिटीको लागि मात्रै हो। यो सबैले युज गर्न पाइँदैन यो सर्भिस चाहिँ। जस्तै कमर्सियल अब ब्याङ्कहरूको मान्छे कसैले यसरी यो सेवा लिन चाहिँ सक्नुहुन्न। यो चाहिँ हाम्रो जुन अर्गनाइजेसनमा एफिलिएटेड हुनुहुन्छ उहाँले त्यही अर्गनाइजेसनबाट चाहिँ यो युजर नेम र पासवर्ड पाउनुहुन्छ। अनि यो क्रिडेन्सियल चाहिँ उहाँहरूले अहिले हामीले यो सिस्टम बनाएको छौँ, विमल सरले सबै ह्यान्डल गरिसक्नु भएको छ। अब त्यो क्रिडेन्सियल चाहिँ युजर नेम र पासवर्ड उहाँले इमेलबाट पाउनुहुन्छ। यो चाहिँ एडमिनिस्ट्रेटरलाई पनि थाहा हुँदैन यो पासवर्ड के गएको छ होइन, त्यो अटोमेटिक जेनेरेट भएर जान्छ पासवर्ड। अब यो फिचरमा चाहिँ यो सेक्योर छ, इजी टु युज वायरलेस नेटवर्क जुन कनेक्टिभिटी छ। अनि यो एक्सेस चाहिँ अब यो कसको लागि चाहिँ यो उपयोग छ भन्दाखेरि चाहिँ स्टुडेन्ट भयो, रिसर्चरहरू, स्टाफ, अर्गनाइजेसनको स्टाफहरू, जुन उहाँहरूले चाहिँ यो एक ठाउँबाट अर्को ठाउँमा जाँदा यसलाई चाहिँ एकदम बेनिफिट लिन सक्नुहुन्छ। अनि अघि मैले यो छुट्याएँ यो जुन 2024मा चाहिँ इडीरुमको अथेन्टिकेसन चाहिँ 8.4 बिलियन भएको छ। यो चाहिँ यो जुन अथेन्टिकेसन भने चाहिँ हामी जुन गएर कनेक्ट हुन्छौँ नि एक ठाउँमा गएर यो वाइफाई एक्सेस कनेक्ट गर्छ, इडीरुममा कनेक्ट भएपछि त्यो रेकर्ड बस्छ क्या, त्यो जुन ग्लोबल सर्भरमा रेकर्ड बस्छ र सबैको कलेक्ट डेटा हेर्दाखेरि चाहिँ 8.4 बिलियन चाहिँ जुन अथेन्टिकेसन भइसकेको छ। अब यो मोटिभेसनमा चाहिँ किन चाहिँ इडीरुम चाहियो भन्दाखेरि अब यो हामी
कुनै अर्गनाइजेसनमा जान्छौँ त्यहाँ वाइफाईको पासवर्ड के छ भन्नु पर्यो। अनि त्यो चाहिँ त्यहाँको सिस्टम एडमिनलाई चाहिँ अब वाइफाईको पासवर्ड बनाउनु फेरि डिलिट गर्नु होइन, त्यो एउटा हेडेकको विषयवस्तु भएको थियो कि। अब यसले गर्दा चाहिँ एउटा यो परिकल्पना त्यसरी भएको हो इड रुमको चाहिँ। अब यो बेनिफिटहरू भने यसमा अब धेरै छ बेनिफिटहरू, कन्भिनियन्स छ, सेक्युरिटी हाई सेक्युरिटी मानिन्छ होइन। हाई सेक्युरिटी किन मानिन्छ भने हाम्रो जुन यही अर्गनाइजेसनको एक्सेसबाट चाहिँ हामीले चाहिँ यो अथेन्टिकेसन हुनु चाहिँ यहीँको सर्भरमा आउँछ कि। जस्तै हामी टिआइए गएर चाहिँ इडरुम कनेक्ट गऱ्यो भने त्यो 2 सेकेन्डमा यहाँको सर्भरमा आएर यो मान्छे यहाँको भ्यालिड हो कि होइन भनेर चाहिँ त्यो क्वाइरी गर्छ, जुन सर्भर बिच क्वाइरी हुन्छ। अब यहाँको भ्यालिड युजर त्यो डेटाबेसमा छ भनेदेखि अनि त्यो चाहिँ इडरुम कनेक्सन हुन्छ। अब टेक्नोलोजी चाहिँ अब यसमा IEEE 802.1x भन्ने जुन यो टेक्नोलोजी छ, अहिलेका लेटेस्ट एपीहरू यहाँ देख्न सक्नुहुन्छ। यो एक्सेस पोइन्ट यहाँ छ। अब यहाँ चाहिँ पहिले सुरु हामी एनलाइनको यहाँ नेटवर्क आउनुभन्दा अगाडि एक्सेस पोइन्टहरू थियो र हामीले तत्कालै इडरुम चलाउन पायौँ। नत्र भने त्यो अरू सामान्य हाम्रो घरमा हुने जस्तो सामान्य टिभी लिङ्क यस्तो एक्सेस पोइन्ट हो भने चाहिँ त्यसमा चाहिँ इडरुम सेवा सञ्चालन गर्न सकिँदैन। त्यो एक्सेस पोइन्टमा चाहिँ त्यो फिचर हुनुपर्छ। अनि अर्को चाहिँ यो 8AAA अथेन्टिकेसन छ होइन। अथेन्टिकेसन हुन्छ, अथोराइजेसन हुन्छ अनि अकाउन्टिङ हुन्छ कि। यो प्रोसेस यो 3टा प्रोसेस भएपछि मात्रै अनि बल्ल चाहिँ यो युजरको आइडेन्टिफाई गरेपछि मात्रै अनि इडरुमको चाहिँ हामीले एक्सेस पाउँछौँ। यो काम चाहिँ यो 2-3 सेकेन्डभित्रमा भइसकेको हुन्छ। यति छिटो गतिमा चाहिँ त्यो कामहरू भइरहेको हुन्छ सर्भर बिचको कम्युनिकेसनबाट। अब यो टेक्नोलोजीमा चाहिँ जुन हामीले सुरु इडरुमको सुरुवात सन् यो 2017बाट यहाँ नेपालमा भएको थियो। त्यतिखेर हामीले जुन सर्भरहरू अलि पुरानो जुन सबै अपरेटिङ सिस्टम यो ओपन सोर्सै हो सबै होइन, फ्रीवाला सर्भर जुन हामीले उबुन्टुको चाहिँ सर्भरहरू राखेका थियौँ। तर अहिले चाहिँ लेटेस्ट चाहिँ हामीले पुरै यो सिस्टम नै अपग्रेड गरेका छौँ एन्ड्रोइडमा। नेटवर्क अपरेसन सेन्टरमा जुन अपरेटिङ सिस्टमहरूदेखि लिएर यसलाई चाहिँ अझै तीव्र र एकदम सहज बनाउनको लागि चाहिँ हामीले यो सिस्टमहरू राखेका छौँ। अब यो रेडियस जुन मेन यो ब्याकबोन चाहिँ रेडियस भनिन्छ हामीले। यो सबै यो ओपन सोर्स हो। मैले यो 3 दिन अगाडि मात्रै यो जुन रेडियस कन्फरेन्समा भाग लिएको थिएँ, यो जुन नेदरल्यान्डमा भएको थियो, मैले यता रिमोटली भाग लिएँ र यो चाहिँ एकदमै फ्रुटफुल थियो। जुन यो इडरुम र रेडियस छ नि, यो चाहिँ नम्र मासु जस्तै भयो। रेडियस भएन भने नि इडरुमको परिकल्पना हुँदैन थियो। यो सबै चाहिँ एउटा कम्युनिटी मिलेर चाहिँ यो अहिले इडरुम चाहिँ सञ्चालन भएको छ। अब यो जुन टेक्नोलोजी छ यो कसरी चाहिँ सञ्चालन भएको छ भन्ने कुरा हो। यो यहाँ 3टा टेक्नोलोजी देखाएको छ। यो एड्याप भन्ने सिस्टम छ। हामीले मेलिङ सर्भरहरू गुगलको छ भनेदेखि चाहिँ हामीले गुगलको डोमेन युज गर्छौँ भने हामीले एड्याप भन्ने जुन सिस्टम छ त्यो त्यसलाई युज गरेर हामीले त्यहाँ जो इमेल उहाँहरूको छ अटोमेटिक यो इडरुमसँग एसोसिएट गराइदिन सकिन्छ। तर सबै ठाउँमा अब यो गुगलको हुँदैन। अब आफ्नै मेलिङ सर्भर हुन्छ। त्यो भएर हामीले चाहिँ एउटा सिस्टम बनाएको छौँ। यो जुन एउटा चाहिँ यो डालो रेडियस भन्ने यो ओपन सोर्सको यो सिस्टमलाई चाहिँ कस्टमाइज गरेर हामीले जुन पोलारिस भनेर एउटा नाम दिएको छ। यो हामीले नै दिएको नाम हो। र अहिले यो चाहिँ जुन यो सिस्टम चाहिँ पपुलर भएको हुनाले चाहिँ यो फिलिपिन्समा चाहिँ हामीले टेक्निकल हेल्प गरेर चाहिँ त्यहाँ त्यो यो सिस्टम जुन इडरुमको यो जुन हामीले यहाँ जस्तै इम्प्लिमेन्ट गरेका छौँ, त्यहाँ फिलिपिन्सको एनरेनमा चाहिँ हामीले यहाँबाट सपोर्ट गरेर टेक्निकल सपोर्ट गरेर त्यहाँ इडरुम सञ्चालनको लागि सपोर्ट गरिरहेको छौँ। अब कसरी चाहिँ यहाँ प्रोसेस हुन्छ यो अथेन्टिकेसन प्रोसेस भन्दाखेरि यो सप्लिकेन्ट भन्छौँ। हाम्रो मोबाइल डिभाइस अथवा ल्यापटप हुन्छ होइन। अनि त्यो चाहिँ यो अथेन्टिकेटर हुँदै हुँदै जुन अथेन्टिकेटर छ होइन, एपी भन्छौँ होइन, यहाँको एपीलाई जुन अथेन्टिकेटर भन्छौँ। अनि त्यसबाट चाहिँ अब रेडियस सर्भर चाहिँ अब यहाँको रेडियस सर्भर चाहिँ हामीले एनरेलको नेटवर्क अपरेसन सेन्टर नकमा राखेका छौँ। त्यो चाहिँ
24 घन्टा जुन डेटा सेन्टरमा छ त्यो एकदमै जुन पावरहरू ब्याकअपदेखि लिएर सबै सुरक्षित छ है। अनि यो चाहिँ जुन प्रोसेस कसरी हुन्छ भन्दाखेरि यो रेडियस सर्भर अब हाम्रो अर्गनाइजेसनको मात्रै हो भने यो रेडियस सर्भर इन्स्टिट्युट एमै त्यहाँ गएर जुन भेरिफिकेसन हुन्छ हामीले इन्टरनेट कनेक्ट गर्छौँ। अब जस्तै हामी टिआइए पुग्यौँ भनेदेखि अब हामीलाई चाहिँ जुन टिआइएको सर्भरले चाहिँ हाम्रो जुन पिआरआईको रेडियस सर्भरमा चाहिँ अथेन्टिकेसनको लागि पठाउँछ। अब त्यहाँको भ्यालिडिजर हो कि होइन भन्ने कुरा चाहिँ त्यसरी पहिचान गरेपछि मात्रै अनि इन्टरनेट चाहिँ हामीले एक्सेस पाउँछौँ। जस्तै अब हामी जेड पुग्यौँ जुन युरोपको एनरेन पुग्यौँ भने पनि युरोपको एनरेनको सर्भरले चाहिँ यो एनरेनको नेसनल रोमिङ अपरेटर हुँदै हुँदै यो क्वारी दिएर मात्रै अनि यो युजर भ्यालिड हो कि होइन भन्ने पत्ता लगाएपछि मात्रै अनि इन्टरनेटले उहाँ जुन युरोपमा त्यसरी सञ्चालन चलाउन सक्छौँ। अब यो जुन अहिले नेपालमा चाहिँ यो 45वटा अर्गनाइजेसन अहिले एउटा थपिसकेका छ। हामीले म्यापमा हेर्न सक्छौँ। अहिले टोटल चाहिँ 46वटा छ। जुन हजुरहरूले चाहिँ यो edrom.org.np-मा गएर हेर्नुभयो भने यहाँ म्याप सहित छ कुन कुन अर्गनाइजेसन हामीले पिआरआई पनि राखिसकेका छौँ। यहाँ पिआरआईमा चाहिँ इड्रोम छ भनेर त्यो जुन म्यापमा हामीले देख्न सक्छौँ। अनि यो जुन त्रिभुवन युनिभर्सिटी छ अहिलेसम्मकै लार्जेस्ट अर्गनाइजेसन हो जसमा 220वटा एक्सेस पोइन्ट छन्। त्यहाँ हामी त्रिभुवन विश्वविद्यालयको कम्पाउन्डबाट छिर्दादेखि नै त्यहाँ इडुरोमको चाहिँ हामीले एक्सेस पाउँछौँ। त्यहाँ इडुरोम सबैतिर छ, बाहिरतिर सबै जुन 220वटा एक्सेस पोइन्टमा छ। यो टियुले चाहिँ अनि जुन सर्भर पनि त्यहीँ राखेको छ, त्यहीँ टियुको डेटा सेन्टरमा राखेर यसलाई अझै प्रभावकारी बनाउन गएको छ। त्यस्तै अरू 2-3वटा अर्गनाइजेसन जस्तै काठमाडौँ युनिभर्सिटी भयो, जुन खप्पो इन्जिनियरिङ कलेज भयो, त्रिभुवन युनिभर्सिटीहरूले जुनले चाहिँ त्यही सर्भर राखेको छ। अनि यो वीर हस्पिटल भयो, यो धुलिखेल हस्पिटलहरूमा पनि यो इडुरोमको चाहिँ एकदमै आवश्यकता महसुस भएको हुनाले उहाँले एकदम फेसिलिटेट गर्नुभएको छ। हामीले यो वीर हस्पिटल यो ट्रामा सेन्टरमा गयौँ भने त्यहाँ इडुरोम चाहिँ हामीले सहजै हाम्रो यो जुन पिआरआईको एक्सेस जुन इडुरोमको एक्सेस छ भनेदेखि त्यहाँ वीर हस्पिटल ट्रामा सेन्टर लगायत अरू अर्गनाइजेसनहरूमा छ। अब हजुरहरूले चाहिँ यो एकपल्ट यो edrom.org-मा कुन कुन अर्गनाइजेसन एफिलिएटेड छ भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अब यो चाहिँ जुन डिप्लोयमेन्ट हिस्ट्री हो जुन हामीले सुरुमा यो 2017मा जुन फिलिपिन्समा पुगेका थियौँ। हामी 3जना थियौँ यो टिममा। इन्डिबर बडाल हुनुहुन्छ, अब नेटवर्क स्पेसलिस्ट हुनुहुन्छ एनरेनको। अनि किशोर पन्त हुनुहुन्छ अब जुन इडुरोमको चाहिँ प्रोजेक्ट लिडर हुनुहुन्थ्यो। अनि त्यसमा म थिएँ। हजुर ए हुन्छ हुन्छ। अनि यो जुन यो पिक्चर चाहिँ अब यो वीर हस्पिटलको यहाँ देख्न सक्नुहुन्छ। यो हजुर हजुर। अब यो नेपालमा चाहिँ एनरेनको रोल यहाँ देख्न सक्नुहुन्छ होइन। लगभग 500वटा भन्दा बढी हटस्पटहरूमा चाहिँ इडुरोम कनेक्सन भइसकेको छ। हजुर अब यो कभरेज चाहिँ यहाँ देख्न सक्नुहुन्छ म्यापमा। हजुरहरूले हेर्नु होला है जुन ग्लोबल कभरेज जुन इडुरोमको यहाँ नेपालमा कहाँ कहाँ छ भन्ने कुरा यसरी यहाँ म्यापमा देख्न सक्नुहुन्छ। यो काठमाडौँ भ्यालीभित्रको हो होइन। अब यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ प्राय सबै ठाउँमा इडुरोमको एपीहरू जडान गरिएको छ। इडुरोम त्यहाँ 1 Gbps-को इन्टरनेट इडुरोमको लागि छुट्याएको छ। हामीले एउटा तीव्र गतिको इन्टरनेट त्रिभुवन विमानस्थलभित्र प्रवेश गरेपछि चलाउन पाउँछौँ। यसमा चाहिँ जुन डोमेस्टिकमा पनि छ यो जुन इन्टरनेसनल टर्मिनलमा चाहिँ 45वटा एक्सेस पोइन्टहरू छन्। हामीले जहाँ चाहिँ हामीलाई आवश्यक महसुस छ त्यहाँ चाहिँ इडुरोमको चाहिँ यो जुन एक्सेस पोइन्टहरू राखिएको छ। अब यो च्यालेन्जेसहरू छ हामीसँग जुन अलिकति यसको प्रभावकारी कार्यान्वयन भइसकेपछि यो जुन टिआइए लगायतका अर्गनाइजेसनहरूमा इडुरोम चलेपछि यसको आवश्यकताहरू अझै महसुस भइरहेछ र हामीले अवेरनेस र ट्रेनिङहरू पनि बेला बेलामा दिइरहेका छौँ। हजुरहरूलाई अब केही क्वेरीहरू छ भने हजुर यत्रो बताउनु भयो। हजुर तर इडुरोम केमा खोल्ने, कसरी खोल्ने, के कुरो चाहियो मलाई त। हजुर
होइन इटी रोम चाहिँ अब हजुरले ल्यापटप अथवा मोबाइल डिभाइस मोबाइलमा यहाँ चाहिँ मोबाइलमा कसरी खोल्नु भनेर हजुर देखाइदिनु अनि मोबाइलमा चाहिँ हजुरले जुन पासवर्ड दिनुभएको छैन हजुर अब यसमा चाहिँ हजुरले चाहिँ यहाँ वाइफाईमा गएपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ एसएसआइडी चाहिँ यहाँ इटी रोम भनेर देखाइरहेको छ यस्तो इटी रोम भनेर देखाएको छ अब हजुरहरूलाई चाहिँ अब नयाँलाई चाहिँ आइसकेको छैन होला नयाँ सरनेमहरूलाई अब पुरानो सरनेमहरूले चाहिँ नक एट एनरेनबाट इमेल आएको छ त्यो पासवर्डहरू आइसकेको छ हामीले एकैपल्ट सबैलाई बल्कमा एड गरेका छौँ अब हजुरहरूले चाहिँ त्यो इडी रुममा गएपछि के अरे त्यो वाइफाईमा गएपछि इटी रुममा गएपछि युजर नेम र पासवर्ड राख्नुपर्छ हजुर त्यसपछि आइडेन्टिटी बनाएको हो हजुर त्यो आइडेन्टिटी चाहिँ हजुरको जुन यहाँको इमेल आइडी छ नि त्यही नै आइडेन्टिटी हो पासवर्ड चाहिँ हजुरले त्यो जुन पाइसक्नु भएको होला जुन छैन भनेदेखि अब विमल सरले त्यहाँ अब यसमा अझै केही कठिनाइ छ भने एउटा सरलाई मैले भनेको छु एउटा भाइबर ग्रुप बनाउनु होला म पनि त्यसमा हुन्छु र सरहरू सबैजनालाई यसमा चाहिँ कनेक्ट गराउनलाई म हेल्प गर्छु भनेको छु हाम्रो निराजन सर चाहिँ साह्रै हेल्पफुल हुनुहुन्छ मैले आजसम्म उहाँले धेरै लामोसँग काम गरिदिएँ काम गर्दै कहिले पनि डिभाइसै बोकेर आउनु भएको थियो 2 दिनसम्म